हाई एभ्रिवान, म चाहिँ आज लक अफ सिजन 2 एपिसोड 17 को रिभ्यू गर्न जाँदैछु। अनि को निस्क्यो त्यसको पनि स्पोइलर दिन्छु। भिडियो लास्टसम्म हेरिदिनु होला। सबभन्दा सुरुमा गरौँ टास्कको बारेमा कुरा। आजको एपिसोड पनि टास्कदेखि नै सुरु भएको थियो, अनि त्यही भएर टास्कको कुरा गरौँ। टास्कको कन्सेप्ट चाहिँ मलाई मन पर्यो है। अनि त्यो शिल्पाले शिवाङ्गीको सपोर्ट गरेको देखेर चाहिँ मलाई खुसी लागेको थियो, किनभने अगाडि चाहिँ इलिमिनेसन गर्न खोज्ने, अनि अहिले टास्क हुँदाखेरि चाहिँ उसले बचाउन खोजेको चाहिँ एकदम मन परेको थियो है मलाई। अनि कुरा गरौँ श्रेयाको, ओ माई गड, ब्याक टु ब्याक दुईवटा टास्क जित्यो क्या उसले। मलाई त कस्तो अचम्म लागेको। मान्छेहरू के भन्थे यो त्यो, तर एकदम फिजिकली चाहिँ एकदम स्ट्रङ चाहिँ जस्तो लाग्छ। दिमाग पनि लाउँछ है एकदम राम्रोसँग। श्रेयाको कारणले गर्दा आज राम कपुर बच्यो है। अनि त्यो राम कपुर पनि डबल फेस जस्तो लाग्छ कि मलाई। श्रेयाको अगाडि चाहिँ टास्क जितेपछि दिस इज माई गर्ल, यही भएर मैले यसलाई दिएको के भन्छ, अनि भरे पछाडि गएर चाहिँ कुरा काट्छ जस्तो मलाई लाग्छ। अनि टास्क भनेपछि अर्को मान्छे धीरजको, ओ माई गड, त्यसको एङ्ग्री रिस कस्तो थियो यार, मलाई त धेरै मन परेको थियो। हिजोको एपिसोडमा चाहिँ थाहा भयो कि धीरज चाहिँ यस्तो पनि हुँदो रहेछ, यस्तो पनि रहेछ। गेम भनेपछि त्यहाँ त्यो उसले ठिक गरोस् जस्तो मलाई लाग्छ क्या। मान्छेहरू मेरो साथी हो, यस्तो गरिस् त्यस्तो गरिस् भन्छ, तर उसले गेम खेल्दैछ नि त है। अनि घर त खेल्न आएको होइन नि त, यसलाई म बचाउँछु उसलाई म बचाउँछु। अब सुफी उसको सेलमेट हो, उसको प्रायोरिटी नै ऊ सुफी हो क्या। अब के भन्छ, शिवाङ्गीको चाहिँ हर्षित अरे, हर्षितको शिवाङ्गी, अनि धीरजको चाहिँ को? धीरजको अफकोर्स सुफी। किनभने उसले चाहियो नि त कोही त यार। कस्तो नबुझेको है त्यो शिवाङ्गी। हर्षित राम कपुर त राम के नभए जस्तो, के नै बिगार्दै उसको के नै खाइदियो जस्तो गरेर उसलाई भनेको थियो। मलाई चाहिँ त्यो मन परेन राम कपुरको। गेम खेल्ने सोमा आएको, अफकोर्स गेम खेल्छ नि होइन, त्यो सोच्ने कुरा भयो त। गेम खेल्न आएको उसले गेम खेल्यो। अब बाहिर भएको भए ल मेरो साथी हो यो त्यो, अब उसको फर्स्ट प्रायोरिटी भएको भए नि ल उसले बचाउन सक्थ्यो होला। शिवाङ्गी र हर्षितको फर्स्ट प्रायोरिटी नै एक अर्का हो त। अनि धीरज चाहिँ के गर्ने त? धीरजको पनि त चाहियो नि त कोही सपोर्ट। त्यो फर्स्ट प्रायोरिटी यसलाई म यो गर्न सक्छु भन्ने। उसले अब सुफीलाई गरो, ठिक छ गर्छ त, गेम हो गर्नुपर्छ। अनि त्यो वरुण र आकाङ्क्षा के भन्छ सिक्रेट रुममा कुरा गर्दै थियो नि, त्यो बेला पार्टहरू त हामीलाई धेरै देखाएन रे। कति कुरा आकाङ्क्षाले भने नि, त्यो मम्मीलाई पिट्नु पर्ने यस्तो यस्तो त्यस्तो भन्छ भनेर, हामीलाई त किन नदेखाएको एपिसोडमा। लकअपले काहीँ जनतालाई बुद्धु त बनाइरहेको छैन नि यार। कस्तो है यता भनिरहेको छ आकाङ्क्षाले त्यस्तो, तर हामीले चाहिँ देखेको पनि छैनौँ क्या। कस्तो अब विश्वास गर्न पनि कस्तो अप्ठ्यारो लाग्ने क्या। अब हो कि होइन, झुट बोल्दैछ कि के थाहा होइन, जे पनि हुनसक्छ। अनि हिजोको एपिसोडमा त त्यस्तो केही पनि थिएन यार। यस्तो अल्छी लाग्दो एपिसोड। एउटा राम्रो भनेको त्यो टास्क भयो, त्यही हो जस्तो मलाई लाग्छ है। अरू त केही पनि भएन। एकअर्काको कुरा गर्दै यताउता जाँदै बिहान भयो राति भयो, बिहान भयो राति भयो, सक्यो। अनि मैले सुरुमा भनेको थिएँ नि बिग स्पोइलर भनेर, त्यो चाहिँ के हो भने योगेश इभिक्ट हुँदैछ। हजुरहरूलाई सक लाग्यो होला, तर हो योगेश नै इभिक्ट भइसक्यो अरे भनेर पुरा हल्ला चलिरहेछ यार। फ्यान अफ द विक भयो, त्यही पनि इभिक्ट भयो। त्यो श्रेयाले क्या भनेदेखि चाहिँ अब जो फ्यान फेभरेट हुन्छ त्यो इभिक्ट हुन्छ भनेर भरे ठ्याक्कै त्यही भइरहेछ क्या। मलाई त्यस्तो हाँस उठिरहेछ नि, ओ माई गड। अनि कुरा गरौँ योगेशको गेमको बारेमा। त्यो आकाङ्क्षा निस्केदेखि योगेश त सुस्ताकै छ। उसको न केही गेम छ, न खालि आकाङ्क्षाको कुरामा स्ट्यान्ड लियो, न आफ्नो केही थियो है उसको। मैले चाहिँ उसको केही गेम देखिनँ है। अब हजुरहरूले के देख्नु भएको छ प्लिज कमेन्टमा भनिदिनु होला। तर आकाङ्क्षा गएदेखि योगेशको कुनै पनि गेम छैन, सुतेर बसिरहेछ, देखिएको पनि छैन है, कसम भन्नुपर्दा। मेरो यो फेभरेट हो त्यो फेभरेट हो भन्दा पनि त्यो योगेश आज हुन्छ नि, मैले त्यो फेभरेट भएर चाहिँ होइन, तर योगेशको गेमै मैले देखिनँ क्या। खालि आकाङ्क्षा मात्र भन्छ। अनि प्लस होस्टहरूसँग झगडा गरेको थियो, रितेशसँग झगडा परेको थियो, फरासँग त्यो झन् त्यो सिक्रेट रिभिल गर्ने बेलामा पनि फराले डाइलग दिएकी थिए। त्यसले त्यस्तो गर्नु हुँदैन थियो क्या। डबल गेम खेल्न खोजिरहेछ, मान्छेको राम्रो हुन खोजिरहेछ, तर निकालिदिन्छ नि। अफकोर्स गेमै छैन, केही निकाल्नै पर्यो नि, केही गरेकै छैन आकाङ्क्षा गएदेखि। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ, बाई, सी यू इन नेक्स्ट भिडियो।